हेलो बिहानदेखि कहाँ थियौ? कहीँ न कहीँ यहीँ थिएँ। आवाज त एकदम मलिनो सुन्छु नि, के भयो? होइन यत्तिकै। अनि उसँग कुरा भयो त? कुरा भयो। के भन्यो उसले? के भन्नु, उसले त अर्कैलाई माया गर्छ अरे। ए, ऊ रिलेसनसिपमा रहेछ, तर मलाई त थाहै थिएन। अब के गर्ने? ओके, लिभ दिस टपिक। तिमी बरु आफ्नो बारेमा भन न। उसँग कुरा भयो तिम्रो? नाइ, छैन। किन नि? भनौँ र? के भयो? रिसाउँदा त रिसाउँदैनौ नि? अरे म किन रिसाउनु तिमीसँग? डोन्ट बी एङ्ग्री है त। भन न, के भयो? होइन भयो, तर अलि डर लाग्छ भन्न। किन? कुरा गरेनौ र उसँग? भनिदेऊ न, के थाहा, उता पनि तिमीलाई सेम फिलिङ्स हुनसक्छ। मेबी त्यो केटी तिमी हो। आई लभ यु। लौ, के भन्छ? मलाई थाहा थियो तिमी रिसाउँछौ भनेर, त्यही भएर भन्न डर लागेको थियो। पहिले भन्नु पर्दैन त, यति लेट किन भनेको? डर लाग्थ्यो कतै हाम्रो यो फ्रेन्डसिप पनि गुमाउँछु कि भनेर। तर तिमी त अर्कैलाई माया गर्छौ अब। यदि मैले माया गरेको मान्छे तिमी नै हो भनेर भन्यो भने नि। मजाक नगर न। आई रियली लाइक यु। अनि त्यो केटा? मैले त यत्तिकै भनेको थिएँ, तिमीले पनि अर्को केटीलाई माया गर्छु भन्यो अनि। म त तिमीलाई नै माया गर्छु, तिमीले कहिले चान्स नै दिनौ भन्नलाई। तिमीले त भनेको थियौ त अनि अर्को केटालाई माया गर्छु भनेर, त्यसरी म आफै पछाडि हटेको। सरी। अरे सरी भन्ने होइन पागल नि, हग गरेर किस गर्ने अब त। हाय हाय, आई लभ यु पागल। लभ यु मोर। लभ यु।